नमस्कार। नेपाल अनलाइन गोठको दोस्रो श्रृङ्खलामा हजुरलाई हार्दिक स्वागत छ। हाम्रो गोठ गाई भैँसी बस्ने ठाउँ मात्र होइन, यो त हाम्रो भाग्य र पसिना साट्ने मन्दिर पनि हो। तर हजुरलाई थाहा छ, हाम्रो गोठमा हरेक दिन धेरै नोक्सानी गराउने बैगुनी लुकेर बसेको हुन्छ। याद राख्नुहोस्, त्यो बैगुनी गोठको श्रेष्ठता वा रेकर्ड नराख्दा खेरो गइरहेको हाम्रो महँगो दाना, हाम्रो अमूल्य समय र हाम्रो ढाड सेक्ने खर्च हो। हामी धेरै जसो अन्दाजको बरमा पशु पाल्छौँ। हेर्दा राम्रो र ठुलो गाई वा भैँसी देख्ने बित्तिकै हामी तिनले धेरै दूध दिन्छ भन्ने सोच्छौँ र सोही अनुसार धेरै घाँस र कुँडो दिन्छौँ। तर हिसाब गरेर हेर्ने हो भने तिनले खान्छ 3वटा जति वस्तु बराबरको अनाज, तर दूध दिन्छ 1 छाक। यस्तो पशुले हाम्रो गोठलाई नाफा होइन, घाटा गराइरहेको हुन्छ। पशुपालन सम्बन्धी विज्ञान र तथ्याङ्कले के भन्छ भने गोठको 20% अनुत्पादक पशुले बाँकी 80% कमाउने पशुको नाफा खाइदिन्छ। यिनी गाईलाई हेर्नुहोस् त, यिनले थोरै खान्छन् तर दूध धेरै दिन्छन्। यिनले नै हाम्रो परिवार पालिरहेको हुन्छ। तसर्थ आजैदेखि आफ्नो गोठको अनलाइन श्रेष्ठता वा रेकर्ड राख्ने बानी सुरुवात गर्नुहोस्। अनलाइन रेकर्ड राख्दा न त पाना च्यातिने डर हुन्छ, न त मसी सकिने पिर। हजुरको मोबाइलमा यो निशुल्क रेकर्ड प्रणाली जोड्नको लागि तल कमेन्ट बक्समा यस लेख्नुहोला। हस्, धन्यवाद।